17 जेठ 2083 को प्रतिनिधि सभा बैठक बाहिरबाट हेर्दा एउटा एकदमै सामान्य नियमित दिन जस्तो, तर भित्र भने राजनीतिक र कूटनैतिक तरङ्गले पुरै माहौल तातेको थियो। आजको यस विश्लेषणमा प्रत्यक्ष रेकर्डिङ र तथ्यमा आधारित रहेर त्यहाँ उठेका विवाद, प्रधानमन्त्री बालेन शाहको सम्बोधन र विपक्षीको कडा विरोधलाई हामी एकदमै निष्पक्ष रूपमा केलाउनेछौँ। आज हामी मुख्यतया यी कुराहरू हेर्दैछौँ। संसदमा भएको त्यो अचानकको प्रश्नोत्तर, नियम 56 लाई लिएर भएको चर्को विवाद, 35 वर्ष भर्सेस 35 मिनेटको त्यो चर्चित भनाई, सीमा सम्बन्धी आएको एकदमै विवादास्पद बयान र त्यसपछि विपक्षीले गरेको त्यो कडा विरोध। सुरु गरौँ भाग 1 बाट। संसदमा अचानक सुरु भएको प्रश्नोत्तर। बैठकको सुरुवात नै साँच्चै भनियो भने अलि नाटकीय ढङ्गले भयो। लामो समयदेखि संसदमा प्रश्नोत्तर नभइरहेको अवस्था थियो। अनि सभामुखले अचानक प्रधानमन्त्रीलाई रोस्टममा बोलाउनु भयो। सबै दललाई 2-2 मिनेटको समय दिएर प्रश्न सोध्न भनियो। सुन्दा त यो गजबको लोकतान्त्रिक अभ्यास जस्तो लाग्छ, होइन र? तर एउटा सामान्य जस्तो देखिने बैठक कसरी एकाएक यति धेरै तनावपूर्ण बन्न पुग्यो त? यहाँ घटनाक्रम एकदमै छिटो विकसित भयो। बैठक सुरु हुन्छ, सभामुखले प्रधानमन्त्रीलाई रोस्टममा बोलाउनुहुन्छ। त्यसको केही मिनेटमै कुनै पूर्व तयारी बिना दलहरूलाई आकस्मिक प्रश्न सोध्न समय दिइन्छ। अनि त्यसको केही सेकेन्डभित्रै विपक्षी दलका सांसदहरू जुरुक्क उठेर कडा विरोध गर्न थाल्नुहुन्छ। यो सबै यति छिटो भयो नि, यसले पुरै सदनको माहौल एकैछिनमा तातो बनाइदियो। अब जाउँ भाग 2 मा, नियम 56 को विवाद। यो विरोध नि त्यत्तिकै राजनैतिक असन्तुष्टि मात्र थिएन क्या, यो त सिधै संसदीय प्रक्रियासँग जोडिएको कुरा थियो। विपक्षी सांसदहरूले एउटा नियमलाई बेस्सरी उठाइरहनु भएको थियो। प्रतिनिधि सभा नियमावली 2079 को नियम 56 को उपनियम 1। यो नियमले के भन्छ भने प्रधानमन्त्रीलाई प्रश्न सोध्न 15 जना सदस्यको समूहले कम्तीमा 3 दिन अगाडि नै लिखित सूचना दिनुपर्छ। सांसदहरूले त्यही नियम पढेर सुनाउँदै यहाँ त प्रक्रिया नै मिचियो नि भनेर दाबी गर्नुभयो। यहाँनिर एउटा ठूलो विरोधाभास देखियो। एकातिर स्पष्ट लिखित नियम छ जहाँ 3 दिनको पूर्व सूचना र 15 जनाको समूह चाहिन्छ भनिएको छ, अनि अर्कोतिर सभामुखको तत्कालको निर्णय छ जसले कुनै सूचना बिना नै प्रत्येक दललाई 2 मिनेटको समय दिइरहेको छ। सभामुखको तर्क के थियो भने प्रधानमन्त्री आफै उपस्थित भएपछि त्यो 3 दिने नियम कडा रूपमा लागू गरिरहनु पर्दैन। तर विपक्षीले यसलाई सिधै विधिको शासनमाथिको प्रहारको रूपमा लिए। यहाँ सबैभन्दा महत्त्वपूर्ण अङ्क नै 3 थियो, अर्थात् 3 दिनको लिखित पूर्व सूचना। सांसदहरूको एकदमै स्पष्ट जिकिर थियो, संविधान र नियमावली भन्दा माथि कोही पनि हुँदैन, चाहे त्यो प्रधानमन्त्री नै किन नहोस् वा सभामुख नै किन नहोस्। यो 3 दिनको सूचना दिने नियमलाई यसरी अचानक जथाभावी बाइपास गर्न मिल्दैन। विपक्षी सांसदहरूको आपत्ति एकदमै प्रष्ट थियो। उहाँहरूले यसलाई संसदीय नियमको ठाडो उल्लङ्घन भन्नुभयो। पूर्व सूचना नहुँदा कसरी तयारी गर्ने, अनि त्यो 15 सदस्य समूहको अधिकार नि? सत्तापक्षले बहुमतको आडमा नियम मिचेको भन्दै जसरी पनि विधिको शासन पालना हुनै पर्छ भन्ने उहाँहरूको कडा माग थियो। अब लागौँ भाग 3 तर्फ, 35 वर्ष भर्सेस 35 मिनेट। यो प्रक्रियागत विवाद चलिरहँदा पनि प्रश्नोत्तर त सुरु भयो। सांसदहरूले सुकुम्बासी बस्तीमा डोजर चलाइएको विषयलाई जोडतोडले उठाउनुभयो। यसको जवाबमा प्रधानमन्त्री बालेन शाहले सरकारको तर्क यसरी राख्नुभयो। पहिलो कुरा, खोला किनारमा बाढीको एकदमै उच्च जोखिम छ। दोस्रो, फोहोर सिधै खोलामा मिसिँदा गम्भीर स्वास्थ्य समस्या फैलिरहेको छ। अनि तेस्रो कुरा, देशभर कतै पनि जग्गा नभएका वास्तविक सुकुम्बासी जो छन् नि, उनीहरूलाई मात्र होल्डिङ सेन्टरमा राखेर व्यवस्थापन गर्ने नीति हो। मानिसको ज्यान जोगाउनका लागि यो कदम चालिएको हो भनेर उहाँले प्रश्न पार्नुभयो। यही विषयलाई टुङ्ग्याउने क्रममा प्रधानमन्त्रीले एउटा यस्तो वाक्य बोल्नुभयो जुन पछि निकै भाइरल नै भयो। उहाँले भन्नुभयो, 35 वर्षमा नभएको चिज 35 मिनेट पनि नखोजौँ। यो भनाइ मार्फत उहाँले के प्रश्न पार्न खोज्नुभयो भने यो सुकुम्बासी समस्या भनेको दशकौँदेखि अल्झिएको विषय हो। यसको दीर्घकालीन समाधानका लागि हतार गरेर हुँदैन, अलिकति धैर्यता त राख्नै पर्छ। अब पालो भाग 4 को, सीमा सम्बन्धी विवादास्पद बयान। यो चाहिँ साँच्चै नै बैठकको सबैभन्दा ठूलो टर्निङ पोइन्ट थियो। सुकुम्बासी र बजेटका प्रश्नहरू त छँदै थिए, तर बैठक एउटा यस्तो मोडमा पुग्यो जसले पुरै राष्ट्रको ध्यान खिच्यो। कुरा थियो लिपुलेख र लिम्पियाधुरा लगायतका सीमा क्षेत्रबारे।
सुरुमा त प्रधानमन्त्रीको जवाब एकदमै कूटनीतिक र सन्तुलित नै थियो। उहाँले नेपाल सरकारले भारतलाई डिप्लोमेटिक नोट पठाएको कुरा, इतिहासविद र सर्वेयरहरू सहित टेबल वार्ताको प्रस्ताव गरिएको कुरा र यो ब्रिटिस इन्डियाको समयदेखिको समस्या भएकाले बेलायतसँग पनि छलफल भइरहेको जानकारी गराउनुभयो। यहाँसम्म त सबै ठिकै थियो, तर यसपछिको वाक्यले सदनमा रहेका सबैलाई चकित पार्यो। प्रधानमन्त्रीले अगाडि थप्दै भन्नुभयो, तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। उहाँले दुवै देशले अध्ययन गरेर साथीको रूपमा यो समस्या समाधान गर्ने सोच राखेको बताउनुभयो। तर सोचौँ त, एउटा बहालवाला प्रधानमन्त्रीको मुखबाट संसद जस्तो गरिमामय ठाउँमा आएको यो बयान पक्कै पनि सामान्य थिएन। यसले हामीलाई डोर्याउँछ भाग 5 तर्फ विपक्षीको चर्को विरोध। प्रधानमन्त्रीको भनाई भुइँमा खस्न नपाउँदै संसदमा उथलपुथल मच्चिहाल्यो। सांसदहरू बासना थापा, रमेश मल्ल लगायतले तत्कालै समय मागेर यसको एकदमै कडा प्रतिकार गर्न थाल्नुभयो। उहाँहरूको एउटै स्वर थियो, यो त राष्ट्रको सार्वभौम सत्ता र अखण्डतासँग जोडिएको अत्यन्तै गम्भीर विषय हो। त्यसैले प्रधानमन्त्रीले बोलेका ती शब्दहरू तत्काल अहिले नै संसदको आधिकारिक रेकर्डबाट हटाइनुपर्छ। विपक्षीको यो प्रतिक्रिया साँच्चै नै आक्रामक थियो। उहाँहरूले यसलाई राष्ट्रिय अखण्डता माथिको सिधा आँच मान्नुभयो। तथ्य र प्रमाण बिना नै प्रधानमन्त्रीले औपचारिक मञ्चमा उभिएर हामीले पनि अर्को देशको भूमि मिचेका छौँ भन्नु भनेको कूटनीतिक रूपमा एकदमै अपरिपक्व कदम हो र यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई कमजोर साबित गर्छ भन्ने उहाँहरूको कडा आरोप थियो। कि त तथ्यसहित आउनु पर्यो, होइन भने रेकर्डबाट हटाइनुपर्छ भन्ने जोरदार माग संसदमा गुन्जियो। समग्रमा भन्नुपर्दा नि 17 जेठ 2083 को यो बैठक एउटा यस्तो ऐतिहासिक घटना बन्न पुग्यो जसमा हामीले धेरै कुरा एकैसाथ देख्यौँ। एकातिर संसदीय नियमावलीको व्याख्यालाई लिएर ठूलो टकराउ देखियो, अर्कोतिर सुकुम्बासी नीतिमा सरकारको एकदमै कडा प्रतिरक्षा सुन्न पाइयो र अन्ततः एउटा यस्तो कूटनीतिक बयान दर्ज भयो जसले अभूतपूर्व तनाव नै सिर्जना गर्यो। यो कुनै सामान्य बैठक थिएन, यो त सरकार र प्रतिपक्ष बीचको गहिरो राजनीतिक घर्षणको एकदमै स्पष्ट तस्बिर थियो। यो सम्पूर्ण विश्लेषण हेरिसकेपछि अब एउटा गम्भीर प्रश्न उब्जिन्छ, के संसदमा देखिएको यो प्रक्रियागत घर्षणले भविष्यमा विधिको झन कडा पालना गराउला? अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, सीमा सम्बन्धी यो अभूतपूर्व बयानले हाम्रा छिमेकी राष्ट्रसँगको सम्बन्ध र हाम्रो आफ्नै आन्तरिक राजनीतिमा कस्तो दूरगामी प्रभाव पार्ला? यी घटनाक्रमले आगामी दिनको राजनीतिलाई पक्कै पनि एउटा नयाँ दिशा दिनेछन्। आजको यो विश्लेषण यही टुङ्गिन्छ। यहाँहरूको समयका लागि धेरै धेरै धन्यवाद।